नमस्कार, कृति समाचारमा स्वागत छ। म मौसमी कार्की। समाचार सुरु गर्नुभन्दा पहिला मुख्य खबरहरू। कोशी प्रदेश सरकारले 2082 लाई भ्रमण वर्षको रूपमा मनाइरहेका बेला पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरू निराश, भ्रमण वर्षले सार्थकता नपाएको भनाई। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला अदालत काठमाडौँको आकस्मिक अनुगमन साथै सेवाग्राहीसँग कुराकानी। कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि सार्वजनिक रूपमा अपशब्द प्रयोग गरी गाली गलौज, उनीमाथि अनुसन्धान सुरु। मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थाल्यो, 1255 संक्रमित भेटिए। र लगातार घटेको 4 कारोबार दिनपछि सोमबार शेयर बजार बढ्यो। अब समाचार विस्तारमा। कोशी प्रदेश सरकारले 2082 लाई भ्रमण वर्षको रूपमा मनाइरहेका बेला पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरू भने आशातीत काम नहुँदा निराश बनेका छन्। भ्रमण वर्षमा पर्यटन व्यवसायीहरूको हितमा काम हुने र पर्यटन प्रवर्धनमा ठूलो फड्को मार्ने अपेक्षा लिएका व्यवसायीहरू भ्रमण वर्षले सार्थकता नपाएको बताउँदै आएका छन्। विनय प्रधानको एक रिपोर्ट। कोशी प्रदेश सरकारले केही समय अगाडि लालीगुराँस नगरपालिकाको तिनजुरेमा भ्रमण वर्ष 2082 को तामझाम गरेर उद्घाटन गर्यो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्दा अब भने पर्यटन क्षेत्रमा छलाङ मार्ला भन्ने अपेक्षा पर्यटन व्यवसायीहरूले राखेका थिए। तर भ्रमण वर्ष सोचेभन्दा ठिक विपरीत भएको व्यवसायीहरू बताउँछन्। धनकुटा सागुडीगढी गाउँपालिका पर्यटकीय हब हुँदाहुँदै पनि प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्षले केही प्रभाव नपारेको होटल एसोसिएसन भेरेटारका अध्यक्ष तुमराज लिम्बू बताउनुहुन्छ। उहाँले भ्रमण वर्षको अवधिमा पर्यटन प्रवर्धनका योजनाहरू आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सुविधाका प्याकेजहरू आउला भन्ने सोच पर्यटन व्यवसायमा भए पनि त्यो अनुसारको काम नभएको बताउनु भयो। पर्यटन कोशी प्रदेश सरकारले 2082 पर्यटन वर्ष मनाउँदै गर्दाखेरि हामी व्यवसायीहरू चाहिँ एकदम आशावादी थियौँ हैन। कम्तीमा कोशी प्रदेश सरकारले हाम्रो पनि मर्म, हामी व्यवसायी पनि मर्म बुझिदियो होला भन्ने हाम्रो ठुलो आशा र भरोसा गरेका थियौँ। अब त्यो अनुरूप पछिल्लो समयमा घोषणा भइसकेपछि पछिल्लो समयमा हामीले त्यो अनुरूप अब अलिकति कार्य भएको देखेका छैनौँ हैन। अब त्यसमा विभिन्न हामीले सोचेका थियौँ हाम्रो टुरिज्मको लागि, टुरिज्म सेक्टरको लागि विभिन्न योजनाहरू हामीमा आउला हैन। हाम्रो आउने पर्यटकहरूलाई पर्ने असरको कुराहरू भयो, सुविधाका कुराहरू भयो हैन। यसमा पनि फोकसिङ होला भन्ने हामीले विचार गरेका थियौँ। अब अवश्य पनि अब यहाँ पर्यटकहरू केही असर परेको छ हैन। पर्यटन 2082 पर्यटन वर्ष घोषणा गर्दाखेरि प्रदेश सरकारले हामी व्यवसायीलाई केही फ्लोहरू बढेको छ, तर सोचे अनुरूप भएको छैन हैन। तथापि व्यवसायीहरूले पर्यटकहरूको रुचिलाई ध्यानमा राखेर प्याकेजहरू बनाएको बताउने गरेका छन्। बेडेटार तथा आसपासमा सञ्चालन भएका होटल व्यवसायीले आउने पर्यटकलाई स्थानीय परिकारको स्वादसँगै पर्यटकको रुचि अनुसारको खानाको प्याकेज पस्कने गरेको होटल टुरिस्टल्यान्डका प्रबन्ध निर्देशक दुर्गा बजगाई बताउनुहुन्छ। हामीले चाहिँ उहाँहरूको लग्जरीलाई फोकस्ड गरेर लग्जरी एकोमोडेसन, लग्जरी अब फुड एन्ड बेभरेज भयो, उहाँहरूको एक्स्ट्रा करिकुलम्सहरूलाई पनि ध्यानमा राखेर के कस्तो चिजहरू दिँदा चाहिँ उहाँहरू कम्फर्टेबली यहाँसम्म आउन सक्नुहुन्छ भन्ने कुरालाई ध्यानमा राखेर हामी काम गरिरहेछौँ। साथसाथै यहाँको लोकल कम्युनिटीलाई हामीले कसरी चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ, उहाँहरूलाई कसरी अपग्रेड गर्न सक्छौँ, अनि हामीले चाहिँ जस्तै लोकल म्युनिसिपालिटी भयो, धरान नगरपालिकालाई हामीले कसरी कन्ट्रिब्युट गर्न सक्छौँ, उहाँहरूले हामीसँग कसरी कोअर्डिनेट गर्न सक्नुहुन्छ भन्ने कुराको इन्टरकनेक्सन पनि हामीले ध्यानमा राखेर काम गरिरहेछौँ। प्रदेश सरकारले 2082 लाई भ्रमण वर्ष घोषणा गरिरहँदा पर्यटक तान्ने भौतिक संरचना, निजी क्षेत्रसँग समन्वय गरेर पर्यटकलाई दिने प्याकेज, कोशी प्रदेशमा रहेका रमणीय स्थलको प्रचार प्रसारको अभावसँगै त्यहाँ पुग्ने सहज मार्ग लगायतका थुप्रै काम गर्न भने सकेन। पूर्वमा पर्यटकका लागि रमाउने स्थानहरू छन्। भेटारकै कुरा गर्ने हो भने
प्रदेश सरकारको आर्थिक सहयोगमा निजी क्षेत्रबाट सञ्चालित स्काई वक जस्ता पर्यटक लोभ्याउने संरचना जस्तै अन्य संरचना प्रदेश सरकारले थप्न सकेको छैन। भ्रमण वर्ष उद्घाटन गरेर कानमा तेल हालेर बसेको प्रदेश सरकारले पर्यटन प्रवर्धनका लागि योजना बनाउन नसक्दा निजी क्षेत्रकै बलबुद्धोमा जसोतसो पर्यटक भित्रिएका छन्। भ्रमण वर्षलाई साँच्चै नै सार्थक बनाउने हो भने निजी क्षेत्रसँग सरकारले समन्वय गरेर योजना बनाउन आवश्यक छ, हैन भने भ्रमण वर्ष घोषणामा मात्रै सीमित हुने देखिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला अदालत काठमाडौँको आकस्मिक अनुगमन गरेका छन्। प्रधान न्यायाधीश राउतले न्याय परिषदका कर्मचारीहरूको साथमा जिल्ला अदालतमा पुगेर निरीक्षण गर्नुका साथै सेवाग्राहीसँग कुराकानी गरेका हुन्। पछिल्लो समय काठमाडौँ जिल्ला अदालतमा बिचौलियाको चलखेल बढेको अनि सेवाग्राहीहरू मार्कामा परेको भनी गुनासो बढेको न्याय परिषद स्रोतले बताएको छ। त्यही आधारमा प्रधान न्यायाधीश राउत काठमाडौँ जिल्ला अदालत पुगेका हुन्। न्यायालयमा हुने विकृति एवं विसङ्गतिको उजुरीमाथि न्याय परिषदले छानबिन गर्ने उनले बताए। सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि सार्वजनिक रूपमा अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ। अध्यक्ष अन्सारीले प्रहरीलाई गरेको गालीगलौज सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले उनलाई 3वटा मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। स्थानीय सरकार प्रमुखको हैसियतमा रहेका पदाधिकारीले सार्वजनिक रूपमा अपशब्द तथा गालीगलौज गरेको अभियोगमा कोशी प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको हो। सार्वजनिक रूपमा प्रहरीलाई अपमान गरेको भिडियो सार्वजनिक भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी ईश्वर कार्कीले अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्। मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ, जुनदेखि अगस्तसम्म असार भदौसम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिन्छ। एपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार जनवरी 1 देखि जुन 8 सम्म 1255 संक्रमित भेटिएका छन् भने 72वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। लगातार घटेको 4 कारोबार दिनपछि सोमबार शेयर बजार बढेको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक 23.19 अङ्क बढेको हो। सो वृद्धिपछि नेप्से 2653 अङ्कमा कायम भएको छ। बजार खुलेपछि आज दिनभर हरियो अङ्कमा रह्यो। बजार बढ्दा पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन 9 अर्ब 13 करोडको कारोबार भएकोमा आज 8 अर्ब 68 करोडको भयो। 191 कम्पनीको मूल्य बढ्दा 56 कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो। हाइड्रो पावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ। अघिल्लो दिन सबैभन्दा धेरै 1.22% बढेको यो सेक्टर आज 2.35% बढेको छ। समाचारको अन्त्यमा पुनः एकपटक मुख्य खबरहरू। कोशी प्रदेश सरकारले 2082लाई भ्रमण वर्षको रूपमा मनाइरहेका बेला पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरू निराश, भ्रमण वर्षले सार्थकता नपाएको भनाई। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला अदालत काठमाडौँको आकस्मिक अनुगमन साथै सेवाग्राहीसँग कुराकानी। कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि सार्वजनिक रूपमा अपशब्द प्रयोग गरी गालीगलौज उनीमाथि अनुसन्धान सुरु। मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थाल्यो, 1255 संक्रमित भेटिए। र लगातार घटेको 4 कारोबार दिनपछि सोमबार शेयर बजार बढ्यो। कृति समाचार यति नै। कृति टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।